गोली हान्न लाउने मान्छेलाई त कुनले नै समातेको छैन नि त सर अहिलेसम्म। जहिले पनि तपाईको के हुन्छ, जहिले नै मुनिदेखि समात्छ क्या मान्छे क्या। सुरुमा मुनिको माछाहरू समात्छ, माथिको माछाहरू छुटिन्छ। त्यही भएर अबको इतिहासमा, नेपालको इतिहासमा पहिलो पटक माथिबाट हामीले कारबाही गर्ने त्यही अनुसार परिपत्र गरेका थियौँ, पत्र बुझाएको थियौँ हामीले अनुसन्धानलाई होइन, समितिलाई। उहाँहरूलाई रिक्वेस्ट गर्यौँ कि यो अर्डर दिने मान्छेहरू सुरुमा पक्रिनु पर्यो, बल्ल माथिदेखि मुनि झर्नु पर्यो। सुरुमा केपी ओलीहरू जो रेस्पोन्सिबलहरू हुनुहुन्छ, रमेश लेखल भयो, त्यसपछि गृह सचिव भयो, सिडिओ भयो, उहाँहरू हो नि त मेन मान्छेहरू। त रोक्नु सक्ने थियो नि त उहाँहरूले। प्रधानमन्त्री भन्नुपर्ने थियो कि तपाईँको बच्चाहरू मर्यो नगर, गोली नहान भनेर भन्नु सक्थ्यो होला नि त। उखान टुक्का हानेर त हुँदैन। हो, यत्रो दिनसम्म किन समाधान नसक्यो भनेको चाहिँ जनताले यत्रो प्रश्न उठाइरहेछ क्या अहिले चाहिँ। अनि यस्तो छ क्या तपाईँको क्या, हामीले उहाँहरूलाई समात्ने बित्तिकै भोलिपल्ट सुटिङ सक्छ, किनभने कारबाही त्यही अनुसारमा प्रक्रिया बनाउनु पर्यो, पेपरहरू दर बनाउनु पर्ने रहेछ। मैले पनि त्यही भएर कराएको तपाईँ किन अहिलेसम्म नसक्यो, पछिपल्ट बुझ्दाखेरि चाहिँ के रहेछ भन्दाखेरि चाहिँ एभिडेन्सहरू चाहिँ दर बनाउनु पर्ने रहेछ क्या। नत्र तपाईँको एभिडेन्स लुज भयो भने तपाईँको कारबाहीको प्रक्रिया तपाईँको आज समात्ने, भोलि छुट्ने, 24 घण्टा राख्ने, अनुसन्धानको लागि राख्ने, यस्तो हुँदो रहेछ नि त। त्यही भएर उहाँले आफ्नो होमवर्क पनि गरिराख्नु भएको छ। त्यही होमवर्क अनुसारमा चाहिँ तपाईँको चाहिँ कसैलाई चाहिँ यसरी गरेर नछुटोस् भनेर चाहिँ उहाँहरूले त्यही अनुसारमा प्रक्रिया चाल्नु भएको छ। उहाँहरूले चाहिँ एकदम राम्रोसित अनुसन्धान गरौँ, इनोसेन्ट नफसोस् होइन, जसले गोली हानेछ उनीहरू मात्र बसोस्, जो रेस्पोन्सिबल छ उनीहरू मात्र होस् भन्ने हिसाबले चाहिँ उहाँहरू लागिरहेको भएको छ। हामी फलोअप गरिरहेछौँ उहाँहरूसँग पनि।